नेपालीलाई चाहिँ ऋण छ, जसको जन्म दर्ता भइसकेको छ उसलाई ऋण छ, जन्मिने बित्तिकै दर्ता हुने बित्तिकै चाहिँ ऋण छ हामीलाई हैन। त्यही पैसा चाहिँ भ्रष्टाचार नगरेर यदि यो अब जस्तै धराने जनता हजुरहरूको यो हैन यो पानीलाई चाहिँ सदुपयोग गरिदिनु भएको भए हैन यति दुःख हुँदैन थियो होला नि त हैन। अनि मान्छेहरू म भन्न चाहन्छु अब प्रत्येक कुरामा चाहिँ विरोधको कुरा सुन्दाखेरि चाहिँ दुःख लाग्छ के। उहाँहरूले कि चाहिँ धरानमा फुत्तै पानी निकाल्दियो भने त कति सजिलो हुन्छ, निकाल्नु सक्नुहुन्न नि त उहाँहरूले हैन। तर उहाँहरू यहाँसम्म आउनु भएको छैन जस्तो पनि लाग्यो क्या। कोका त धेरै टाढा रहेछ हैन, यहाँ कटहरेसम्म मात्रै आउनु भयो भने तपाईँहरू आउनु भएको छ कि छैन। यदि यहाँसम्म तपाईँ आउनुभयो भने पनि तपाईँले विरोध गर्नै छोड्नुहुन्छ क्या। के छ अब मैले अहिलेसम्म यो भने, अब तपाईँ पत्रकार भन्नुहोस् त, तपाईँलाई के लाग्छ यो श्रमदान तपाईँलाई भ्रम जस्तो लाग्यो? त्यो भन्नुहोस् त तपाईँ, हैन तपाईँ लाग्छ कि लाग्दैन त्यो भन्नुहोस् त पहिला, तपाईँ मात्रै भन्नुहोस् होइन। कतिले भने यो भ्रम हो, श्रम भनेको भ्रम हो भन्ने मान्छे